कसुर नियन्त्रणमा नेपाल राष्ट्र बैंकको के कस्तो भूमिका छ भन्ने चाहिँ प्रश्न सोध्नुभएको थियो। एकदमै धन्यवाद सरलाई प्रश्नको लागि। बैंकिङ कसुर नियन्त्रणमा नेपाल राष्ट्र बैंकको चाहिँ निकै ठुलो भूमिका छ, किनभने नेपाल राष्ट्र बैंक चाहिँ सबै बैंकहरूलाई नियन्त्रण गर्ने एउटा प्रमुख बैंक हो। यसले वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र नीतिगत मार्गदर्शनमा ठुलो भूमिका निर्वाह गर्दछ। यसले बैंकिङ कसुर जन्य क्रियाकलापको जोखिम न्यूनीकरण गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न निम्नलिखित कार्यहरू गरेकाले यसले ठुलो भूमिका निर्वाह गरेको छ। यसले चाहिँ नियामकीय व्यवस्था राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनुशासित र सुरक्षित बनाउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बाफिया र एकीकृत निर्देशनहरू जारी गर्दछ। यसले जोखिम व्यवस्थापन र कर्जा प्रवाहका लागि मापदण्डहरू समेत तोक्दछ। त्यसपछि अर्को के भूमिका निर्वाह गरेको छ भने वित्तीय जानकारी इकाइ FIU नेपाल शङ्कास्पद कारोबारको अनुगमन र नियन्त्रणका लागि नेपाल राष्ट्र बैंक अन्तर्गत फाइनान्सियल इन्टेलिजेन्स युनिट FIU सञ्चालनमा छ। यसले शङ्कास्पद कारोबार प्रतिवेदन STR र शङ्कात्मक गतिविधि प्रतिवेदन SAR सङ्कलन विश्लेषण गरी अनुसन्धान निकायलाई पठाउँछ। त्यसपछि मनी लन्ड्रिङ निवारण, सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न नेपाल राष्ट्र बैंकले तोकेका मनी लन्ड्रिङ प्रिभेन्सन सुपरभिजन डिभिजन मार्फत नियमन तथा निरीक्षण गर्छ। त्यसपछि अन्तर्निकाय समन्वय भन्ने पनि उसले भूमिका गरेर पनि भूमिका निर्वाह गरेको छ। जसअन्तर्गत चाहिँ बैंकिङ कसुरका नयाँ तथा जटिल प्रवृत्ति नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले नेपाल प्रहरीको सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो CIB र महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय तथा सहकारी गर्छ। सो यस्ता विभिन्न कार्यहरू गरी नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर नियन्त्रणमा एक ठुलो र विशेष भूमिका निर्वाह गरेको छ। त्यसपछि अर्को क्वेसन भएको छ निर्मलजीको। हजुरलाई नि धेरै धन्यवाद प्रश्नको लागि। एनआरबीले नियरली वाच गर्ने गुड लेभलमा झरेर वाच गर्ने भने चाहिँ FIU हामीले जति पनि यस टाइपको ट्रान्जेक्सन भयो तपाईँलाई आफूलाई ठगी भयो भन्ने लाग्यो भने चाहिँ तपाईँले इमिडिएटली कम्प्लेन गर्ने भनेको राष्ट्र ब्याङ्कले FIU इमिडिएटली एक्सन लिन्छ, प्रपरली एक्सन लिन्छ र इन्भेस्टिगेसन स्टार्ट गरिहाल्छ। कुनै पनि ब्याङ्क टु ब्याङ्क ट्रान्जेक्सन गर्दा ट्रान्जेक्सन गर्दा तपाईँलाई आफूलाई के स्क्याम भयो, ठगी भयो जस्तो लाग्यो, आफू चाहिँ कुनै कारणमा अन्याय पऱ्यो भन्ने लाग्यो भने FIU-मा कम्प्लेन गर्ने र राष्ट्र ब्याङ्कले त्यसलाई फलो गर्छ र अनि हामीलाई त्यो ट्रान्जेक्सनको डिटेल लिन्छ र इन्भेस्टिगेसन स्टार्ट गर्छ। ग्राउन्ड रुटमा गऱ्यो भने FIU थ्रु गर्ने हो, अरू कानुनहरू चाहिँ छँदैछ। नेपालमा बैंकिङ कसुरको अनुसन्धान इन्भेस्टिगेसन गर्ने अधिकार कोसँग छ भन्ने प्रश्न सोध्नुभएको थियो। नेपालमा बैंकिङ कसुरको अनुसन्धान इन्भेस्टिगेसन गर्ने अधिकार नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो CIB-लाई हुन्छ। सुरुमा चाहिँ कुनै पनि व्यक्तिले गरेको कसुर र प्रकृतिको गम्भीरता हेरेर प्रहरीले अनुसन्धान अधिकृत इन्भेस्टिगेटिङ अफिसरलाई तहकीकात गर्न अगाडि बढाउँछ र त्यसपछि प्रहरीले अनुसन्धान गरिसकेर तयार पारेको प्रतिवेदन सरकारी वकिलको कार्यालय मार्फत सम्बन्धित अदालतमा दर्ता हुन्छ र त्यसपछि बैंकिङ कसुर सम्बन्धी सम्पूर्ण कानुनी कारबाहीहरू बैंकिङ कसुर तथा सजाय ऐन 2064 बमोजिम सञ्चालन हुन्छ। त्यसरी अनि बैंकिङ कसुर भइसकेपछि पीडित व्यक्ति वा संस्थाले सर्वप्रथम नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो CIB वा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा उजुरी दर्ता गर्छ। त्यसरी नै CIB-ले चाहिँ इन्भेस्टिगेसन गर्छ। त्यसपछि नेक्स्ट क्वेसन रहेको छ मौसमजीको। मौसमजीलाई प्रश्नको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँको प्रश्नतिर चाहिँ परिवारको सदस्य र नजिकको आफन्तमा के फरक छ भन्नुभएको थियो। बैंकिङ कसुर तथा सजाय ऐन 2064 को च्याप्टर 1 को सेक्सन 2 मा रहेको यहाँ उपदफामा चाहिँ परिवारको सदस्य भन्ने व्यवस्था गरिएको छ। जस अन्तर्गत परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानुन बमोजिम वित्तीय स्वार्थ रहेको मानिने शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, म्यानेजिङ एजेन्ट वा सम्बद्ध व्यक्तिको सङ्घमा रहेका पति पत्नी, छोराछोरी, धर्मपुत्र, धर्मपुत्री,
वा बुवा आमा सौतेनी आमा सम्झिनुपर्छ र सो शब्दले आफूले पालन पोषण गर्नुपर्ने दाजुभाइ र दिदीबहिनी समेतलाई जनाउँछ। त्यसै गरी नजिकको आफन्त भन्नाले चाहिँ यस ऐनमा स्पष्ट र छुट्टै तर्क राखेर परिभाषित चाहिँ गरेको छैन। तर अदालत वा अनुसन्धान अधिकारीले घटेको घटनाको प्रकृति हेरी सामान्य अर्थमा यसलाई लिने गर्दछ। सामान्यतया यसले परिवारको सदस्य बाहेकका अन्य रक्तनाता वा कानुनी नातेदार जस्तै दाजुभाइ दिदीबहिनी काका भतिज र अन्य नातेदारलाई बुझाउँछ। यो दुईटामा के डिफ्रेन्स छ भन्दाखेरिमा कसुर ठहरिने वा दण्ड सजाय हुने जस्ता गम्भीर कानुनी प्रक्रियामा परिवारको सदस्यको दायित्व र संलग्नता बढी खोजिन्छ भने नजिकको आफन्तको भूमिका भनेको कसुर लुकाउन वा रकम अपचलन गर्न मद्दत गर्ने मतियारको रूपमा अनुसन्धान गरिन्छ। त्यसैगरी बैंकका पदाधिकारीहरूले आफ्नो परिवारको सदस्यलाई कर्जा दिनुलाई चाहिँ कडा बन्देज गरिएको छ भने नजिकको नातासँग कारोबार गर्न बैंकसँग स्वीकृति दिनुपर्छ। थ्याङ्क यू। आफन्त भन्दाखेरि इन्भेस्टिगेसनमा नजिकको नातेदार भन्नाले उसँग जोडिएको कि कारोबारसँग जोडिएको म पनि एउटा अफिसमा काम गर्छु, मेरो अफिसको स्टाफ छ। मेरो प्रोफेसनल बिजनेससँग रिलेटेड पर्सन मेरो नजिक जस्तो ती पुस्ता पऱ्यो भने मेरो घर मेरो बाबा आमा अनि दिदीभाइ दाजुभाइ दिदी सबै जोडिँदा आउँछ। अब तर मेरो ससुरा बिहे भयो होइन, अनि अरू नानीदारहरू त्यो चाहिँ नजिकको नानीदार धेरै अब तपाईँले डिपमा जानु हो नि आउनुपर्छ तपाईँले काम गर्नु।